सो आज चाहिँ डे 4 है प्यारलल कम्प्युटिङको होइन। आज म खतरा कुरा बारेमा भन्छु के भन्दाखेरि चाहिँ आज म एमपिआई स्क्याटरको बारेमा कुरा गर्छु। सो यसलाई कसरी बुझ्नु पऱ्यो भन्दाखेरि चाहिँ तिमीसित एउटा चक्लेट बार छ होइन, यो तिम्रो के हो, चक्लेट बार हो। सो यो चक्लेट बार चाहिँ तिमीले के गर्छौ भन्दाखेरि चाहिँ मल्टिपल पर्सनमा के गर्छौ, इक्वल्ली डिस्ट्रिब्युट गर्छौ। सो तिमीसित 4वटा पर्सन छ भने 4वटा मल्टिपल के गर्नु पऱ्यो, इक्वल्ली डिस्ट्रिब्युट गर्नु पऱ्यो। इच पिस 4 पर्सनको लागि इक्वल्ली डिस्ट्रिब्युट गर्यो। त्यो 4 पर्सन चाहिँ यहाँ के हो, 4वटा प्रोसेस हो। सो स्क्याटर भनेको चाहिँ यही हो। जस्तो एउटा पिस अफ एरेलाई चाहिँ हामीले मल्टिपल ऱ्याङ्कहरूमा चाहिँ के गर्छौँ, डिस्ट्रिब्युट गरिदिन्छौँ। फर इक्जाम्पल सो एउटा यो के छ, डेटा छ। सो हाम्रो यहाँ चक्लेट बार के भयो, आज यो एउटा एरे भयो। अब यो हाम्रो यदि एरे हो भने होइन, हामीले के भनेको थियौँ, यसलाई डिस्ट्रिब्युट गर्ने भनेको थियौँ। जस्तो ऱ्याङ्क 0 को लागि हामीले 10 गरिदिउँला अरे, सिमिलरली ऱ्याङ्क 1 को लागि 20 र यसै गरी ऱ्याङ्क 4 को लागि चाहिँ 50। सो यसरी के गर्यौँ, हामीले इभनली डिस्ट्रिब्युट गर्यौँ इच प्रोसेसलाई। ओके, सो नाउ के गर्ने त स्क्याटर गरेपछि हामीले त आज प्यारलल कम्प्युटिङको बारेमा पढ्न गइरहेको थियौँ, ठिक छ। सो हामीले यसरी इच एरेलाई चाहिँ, एरेको इच इलिमेन्टलाई चाहिँ यसरी ऱ्याङ्कहरूमा डिभाइड गरेपछि हामीले के गर्न सकिन्छ, इच ऱ्याङ्कलाई चाहिँ हामीले लोकली कम्प्युट गर्न सकिन्छ। सो इच ऱ्याङ्कलाई हामीले लोकली कम्प्युट गर्दाखेरि लेट्स चाहिँ त्यो एरे भएको इलिमेन्टको स्क्वायर निकाल्ने अनि त्यसको सम निकाल्ने। सो हामीले लोकली कम्प्युट गर्नु पऱ्यो यसलाई। सो लोकली कम्प्युट गर्दाखेरि 10 को स्क्वायर प्लस 20 को स्क्वायर प्लस गर्दा गर्दै यसरी गर्दा गर्दा लास्टमा 50 को स्क्वायर गरेर रिजल्ट जति आउँछ लेट्स चाहिँ एक्स आउँछ होइन। सो यो कुरा हामीले सिङ्गल प्रोग्राममा गर्नको लागि के गरिन्थ्यो, एउटा फुल लेन्थ एउटा प्रोग्राम लेखिन्थ्यो होइन। सो त्यो प्रोग्रामले के गरिन्थ्यो, हामीले वन्स एकचोटिमा एक्जिक्युट गरिन्थ्यो, एकचोटिमा त्यो एरेभित्रको कम्प्युट हुन्थ्यो। लेट्स चाहिँ एरे एकदम लार्ज नम्बर अफ एरे छ होइन, एकदम डाटा इन्टेन्सिभ टास्क गर्नुपर्ने छ जसमा चाहिँ एरे चाहिँ एकदम ह्युज एमाउन्टमा छ। सो त्यो केसमा चाहिँ हामीले के गर्नु पऱ्यो भन्दाखेरि हाम्रो सिङ्गल प्रोग्राम एकैचोटि एक्जिक्युट गर्दाखेरि त तान्दैन। सो त्यो केसमा चाहिँ हामीले के गर्ने भन्दाखेरि चाहिँ प्यारलल कम्प्युटिङ गर्छौँ कि। सो प्यारलल कम्प्युटिङ कसरी गर्ने भन्दाखेरि एमपिआई युज गरेर। सो यसरी हामीले ऱ्याङ्कहरूमा इच इलिमेन्टलाई ऱ्याङ्कहरूमा डिभाइड गरिदियो र लोकली कम्प्युट गरिदियो र पछि के गर्नुपर्छ भन्दा यो सम गरेको चाहिँ सब चिजलाई चाहिँ ग्यादर गरेर पठाउनु पर्ने हुन्छ। यसरी लोकल कम्प्युट गरिसकेपछि सब चिजलाई ग्यादर गरेर लास्टमा पठाउने कसलाई हो, ऱ्याङ्क 0लाई। र यतिमा मात्र सकिन्न, त्यो एक्सको सम त इच प्रोसेसलाई थाहा हुनु पऱ्यो नि त, किन भन्दाखेरि त्यो इच प्रोसेस पनि सेम प्रोग्रामको पार्ट हो। सो एक्स भनेको चाहिँ जुन लास्टमा हाम्रो अल्टिमेट सम आएको छ, यो चाहिँ एकदम दामी कुरा है। जुन एक्स भन्ने हाम्रो सम आएको छ चाहिँ इच प्रोसेसले चाहिँ के हुन्छ थाहा पाउँछ। यसमा हामीले के गरेन, द्याट्स इट, यो प्यारलल कम्प्युटिङ नै हो। यसमा हामीले के गरेँ, इच इलिमेन्टलाई हामीले मल्टिपल ऱ्याङ्क्समा टुक्राइदिउँ। मल्टिपल ऱ्याङ्क्समा टुक्राउनु भनेको मल्टिपल प्रोसेसेसमा टुक्राउने हो। सो मल्टिपल प्रोसेसरमा मल्टिपल ऱ्याङ्कमा टुक्राइसकेपछि त्यो मल्टिपल ऱ्याङ्कले होल्ड गरेको डाटालाई हामीले लोकली कम्प्युट गऱ्यौँ। लेट्स चाहिँ स्क्वायर गऱ्यौँ, त्यसको सम पनि लोकली कम्प्युट गऱ्यौँ र त्यसलाई हामीले के गऱ्यौँ, लास्टमा एमपिआई ग्यादर युज गरेर कसलाई पठाइदिउँ, ऱ्याङ्क 0 भनेको अल्टिमेटली प्रोसेस 1लाई पठाइदिउँ, फर्स्ट प्रोसेसलाई पठाइदिउँ। सो फर्स्ट प्रोसेसको काम भनेको के भन्दाखेरि त्यो निक्लेको सम चाहिँ बाँकीको ऱ्याङ्कहरू बाँकीको प्रोसेसहरूमा चाहिँ पुऱ्याइदिने, सो द्याट पछि त्यो सम केही कुराको लागि युटिलाइज पनि हुनसक्छ। सो यसरी चाहिँ के भयो, प्यारलल कम्प्युटिङ, जुनमा हामीले मल्टी थ्रेडिङहरू युज गरेर आएको हुन्थ्यौँ होइन। त्यस्तो गर्नु परेन यो केसमा। हाम्रो एमपिआई भन्ने प्रोग्रामले चाहिँ के गरिदिनु भयो, प्यारलल कम्प्युट गरिदिनु भयो।